नमस्कार साथीहरू, हाम्रो यस शेयर मार्केट खबरमा यहाँहरूलाई फेरि पनि स्वागत छ। आज पनि म शेयर मार्केट सम्बन्धी विविध जानकारी लिएर आइसकेको छु है त। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। लगानीकर्ताहरूले आइपिओ कहिले खुल्छ, कहिले आउँछ भनेर प्रश्न गरिरहनु भएको थियो। अहिले ब्याक टु ब्याक आइपिओ आइरहेको छ। आइपिओ भर्न भने नछुटाउनुहोला है त साथीहरू। आइपिओ भर्नुभन्दा अगाडि आफ्नो डिम्याट खाता रिन्यू गरेको छ या छैन, बैंक खातामा पर्याप्त ब्यालेन्स छ या छैन चेक जाँच गरेर मात्र आइपिओ भर्नुहोला, नत्र तपाईँको आइपिओ रिजेक्ट पनि हुन सक्छ। अब कुरा गरौँ नयाँ आइपिओको बारेमा। नेपाल धितोपत्र बोर्डबाट सान्वी इनर्जी लिमिटेडले आइपिओ निष्कासनको अनुमति पाएसँगै 37,90,000 किताको माग आह्वान गर्दै 100 रुपियाँ अङ्कित मूल्यमा नै आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। जसमध्ये वैदेशिक रोजगारमा रहेका नागरिकलाई यही वैशाख 5 गतेदेखि वैशाख 19 गतेसम्मको लागि 2,91,000 किताको माग गर्दै आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यो कम्पनी इलाम जिल्लामा अवस्थित भएकाले यो प्रोजेक्ट प्रभावित स्थानीय बासिन्दाहरूलाई पनि समेटेर सोही समय वैशाख 5 गतेदेखि वैशाख 19 गतेसम्म 8,80,000 किताको लागि आइपिओ बिक्री गर्ने भएको छ। साथै यो कम्पनीले पहिलो चरणको आइपिओ निष्कासन पछि दोस्रो चरणमा सर्वसाधारणहरूको लागि पनि आइपिओ निष्कासन गर्नेछ। यो कम्पनीलाई विश्लेषण गर्दा यो कम्पनी हाइड्रो पावर सेक्टर अन्तर्गत पर्ने कम्पनी हो। यो कम्पनीले बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरेको छ। आर्थिक वर्ष 2080-81 अनुसार यो कम्पनीको नेटवर्थ 6,04,886 रुपियाँ रहेको छ भने प्रति शेयर आम्दानी 17 रुपियाँ 3 पैसा रहेको छ। साथै अन्य कम्पनीको शेयर संख्या भन्दा यो कम्पनीको शेयर संख्या धेरै भएकाले अलि धेरै लगानीकर्ताहरूलाई यो शेयर हात पर्न सक्नेछ। यो कम्पनीको शेयर बाँडफाँड भएर नेप्सीमा सूचीकृत भएर कारोबारमा आउँदाको पहिलो दिनमा नै यो कम्पनीले राम्रो रिटर्न दिन सक्ने अनुमान गर्न सकिन्छ। यससँगै अर्को खुसीको कुरा, नेपाल धितोपत्र बोर्डबाट अर्को नयाँ कम्पनी ट्रेड टावर लिमिटेडले आइपिओ निष्कासनको अनुमति प्राप्त गरेको छ। यो कम्पनीको कुल किता 39,71,693 रहेको छ भने यो कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको लागि यही वैशाख 8 गतेदेखि वैशाख 22 गतेसम्म आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। ल साथीहरू, यस कम्पनी सम्बन्धी अन्य विविध जानकारीहरू अर्को भिडियो मार्फत ल्याउने छु भन्दै त्यतिन्जेलसम्मको लागि हाम्रो च्यानललाई सब्स्क्राइब तथा धेरै भन्दा धेरै सपोर्ट गर्न नबिर्सनुहोला। धन्यवाद। जय शेयर मार्केट।